चाहिँ अब अबिर लगेर पनि गएको सेपाक गर्न जस्तो बस्छु बुझु दसैँको त हाई गाइस ह्याप्पी दसैँ सबैजनालाई हैन अन्त तपाईहरु सबैलाई धेरै धेरै शुभकामना छ दसैँको अन्त गुड मर्निङ साथै अनि म चाहिँ भर्खर उठिरहेको छु हो अन्त अब अहिले तपाईहरुलाई देखाउँदैछ चाहिँ आजको दिन कसरी बित्छ गाइस बाइ बाइ स्टे ट्युन्ड र आज चाहिँ दिन यस्तो छ सो गाइस म चाहिँ अहिले यहाँ सफा गर्दैछु अन्त यहाँ यस्तो छ हैन बडाली कुडाली हुँदैछ मेरो चाहिँ अन्त अहिले भेटौँ म के हुन्छ तपाईहरुलाई सबै देखाउँदै जान्छु चाहिँ दोकान गएको बियर ल्याउनुको लागि कसैले को यहाँ चाहिँ मैले च्वाचे भेटे च्वाचेको बच्चा सो गाइस म चाहिँ दोकानबाट आइसकेँ अन्त बियर लिएर आइसकेको छु अब चाहिँ म नुहाउनु जान्छु नुहाएर चाहिँ तल आमै भएकोमा जानु छ म आमै भएकोमा गएर चाहिँ अबिर लिएर आउनुपर्छ टिका बनाउने हाम्रो घरमा चाहिँ सकेछ छैन रहेछ खोज्दा पनि पाएन हो दोकानमा पनि पाएन नि त सो म चाहिँ त्यहाँ जान्छु टिका बनाउनुको लागि अबिर ल्याउनुको लागि र मैले चाहिँ बियर ल्याइसकेको छु गाइस अब त्यही रातो टिकाको अबिर ल्याउनुको लागि आमै भएकोमा आएको हाम्रोमा नभएर यहाँ चाहिँ आमै हुनुहुन्छ यहाँ मलाई अबिर दिनुहुँदैछ धन्यवाद आमै बाई थ्याङ्क यू ह्याप्पी दसैँ ह्याप्पी दसैँ गएको चाहिँ अब अबिर लगेर पनि गएको नुहाइधुइ पनि गरिसकेँ सो म चाहिँ अब टिका लाउनुको लागि रेडी भएको है गाइस सो गाइस म चाहिँ रेडी भइसकेँ यहाँनिर टिका लाउनुको लागि हाम्रो पूजाहरू सफा हुँदैछ पूजा कोठा यहाँ मम्मीले साफसफाइ गर्नुहुँदैछ यता दैलोमा पनि यस्तो लगाएको छ यहाँ चाहिँ मम्मीले टिका रेडी पार्नुहुँदैछ टिका रेडी भइसकेको छ अब चाहिँ लाउनु बाँकी छ टिका पूजा गर्दैछ मेरो आजको ओओटिडी सर्ट कुर्ती प्यान्ट अब चाहिँ घरमा टिका लगाएर चाहिँ जानुपर्छ मामाकोमा जानुपर्छ बोजूकोमा जानुपर्छ डुल्नुको लागि टिका लाउनुको लागि गाइस अहिले देखाउँछु तपाईलाई अहिले भेट्छु सर्वकार्येषु सर्वदा ओम शान्ति 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 ओम गणपति नमो नमः सिद्धिविनायक नमो नमः अष्टविनायक नमो नमः गणपति बापा मोरिया गणपति नमो नमः सिद्धिविनायक नमो नमः केलाई पूजा दैलोलाई मूल दैलोलाई चाहिँ पूजा हुँदैछ गाइस हाम्रो यो चाहिँ माथि पनि गर्ने गरिकन बिल्ला महाराज सुतिरहनु भएको छ बिलु बस्नुपर्छ अहिले गाइस म चाहिँ टिका लाउनुको लागि एकदमै बेसी एक्साइटेड भइरहेको छु ठीक है
बनिँदैछ तर भिडियोमा राम्रोसँगले पढ्नु धेरै पढेर प्रगति गर्नु आफ्नो खुट्टामा आफै उभिनु बेसी अर्काकोमा डिपेन्ड नहुनु राम्रो बानी बेहोरा सिक्नु सुशील हुनु 25 लक्षण नभए पनि 30-31 लक्षण चाहिँ हुनु भइरहेको छ भिडियो निदरभरि लाइन ल्यायो निदरभरि त लाउँछु दादाको पनि डल्लै लगाइदियो क्या मलाई मेरो छोरा छैन उनीहरू छ कि हामी उयसमा के भयो बडा गराउँछ ल भयो मलाई त्यो लैजाऊ होइन यति नै लैजा भोलि दिने निकाले त गर्नुपर्छ पैसामा कलर लाग्छ कलर लाग्यो चल्दैन के भन्ने खुट्टा ढोक्नुहुँदैन छोरी पाजरले अहिले आन्टी जुस टिका लाउनु जान्छु कि अघि आउँछु भन्दै त मैले एकछिन लैजाऊ न मनचुस र उयो किनौँ भनेको कि तर आन्टी जुजूले सानो पैसा दिन्छ होला नि त भन्दै फेरि आन्टी जुजूले सानो पैसा दिए नि भनेर गाइस म चाहिँ यत्रो बेसी निधारभरि टिका लगाइदिनु भयो मम्मीले दादाको बदली पनि लगाइदिनु भएको अरे दादा हुनुहुँदैन त्यही भएर अब चाहिँ म गएको प्रतिम भाइजूकोमा टिका लाउनु गाइस थुकी लगाएकोमा पेमु चाहिँ यहाँ जाँदैछ आज घाम ठिकठाक छ वेदर दामी भइरहेको छ नाकबाट टिका चुको चुको छ टिका लगाइदिनु भनेको पुरा हाम्रो काकीले आशीर्वाद दिनु आँखाबाट डल्लै चुयो हो मामाले पढाइ पनि खासमा रेडी भइरहेको छ नि तालु भर्नु पर्यो नि त दसैँको दिन त किन हजुर ए हुन्छ लोसनमा तपाईँले आएर निकै गतिलो दान दिने हो क्या बैगन यिनीहरूलाई फुलमा अब मैले खासै टिका चुल्छ भनेर हात थालेको यहाँ आँखा मर्नु भयो हाल्नुहुन्छ आशीर्वाद लागिहाल्नुहुन्छ हामी त यहाँ मलाई टिकाको हाम्रो मेन मामाको घरमा टिका लाउनु खालि मासु सुकिरहेको छ गाइस शेर्पाको घरमा चाहिँ मासु सुक्छ है यहाँ खदा लगाइरहेको थियो हाम्रो बोजू बाजे मामा हुनुहुन्छ अगाडि आफसे गएको गाइस बोजूकोमा मामाकोमा टिका लगाइसक्यौँ हाम्रो मम्मीको मेन माइता घरमा अन्त चाहिँ अब चाहिँ गएको माथि बोजूकोमा हो मम्मीको काकीकोमा त्यहाँ टिका लगाएर आउनुपर्छ सिसार चाहिँ यहाँ छ यी ब्यागमा अन्त मम्मी चाहिँ आउनु हुँदैछ फोन बिर्सेर म चाहिँ जाँदै गर्नु रे माथिबाट बोलाएको बोलाएको ढिलो भयो भनेर म चाहिँ आइपुगेँ यहाँ मामा बोजूहरूकोमा यहाँ मामाहरूले छ चन्द्रमाम्स हेलो मामा दसैँको ढोक बोजू दसैँको ढोक क्या मान्यो अरे गुरु फोटो खिच्छ हामी ल हुन्छ मेरो क्यामेरा यस्तो छ हेर मलाई हालिदिनु ल हुन्छ केटीसँग बोल्दै रहेछ यो चाहिँ हो बोजूहरूको लास्ट सेम
शेर्पाहरूको चाहिँ सेतो टिका हामी चाहिँ बरु छेत्री हिन्दू त्यो भएर रातो टिका अलिक उयो भइसक्यो बाबा ढिलो भएको छ है दाममा चाहिँ खोइ लगाइसक्यो खिलाएर आउँछस् रे के भन्छ आज चाहिँ मलाई दसैँ जस्तो लागिरहेको छ तँलाई लागिरहेको छ हल्का हामी दुईजना अन्त पहिला डुङचोला ल्याइदिनु यो ठुलो हो म भन्दा बस दिन है मलाई मजिरा मान्छे झन् कराटे हो लट्ठा जुवानलाई कुटेर मार्छ नि हाम्रो कान्छीलाई आमा कान्छीलाई लग्छ कान्छीलाई पनि यहाँ हाम्रो कान्छीलाई ऊ आमा यहाँ हाम्रो कान्छीलाई यता तल आइज न ड्याममै यसरी लगाइदिन्छु म यहाँको टिका साह्रो राम्रो भएन के भनी बस्ने टिका राम्रो भएन होइन तिमीले दही बेसी हालेको आमा टोटा फुललाई नदिएको अझ हामीलाई त नलाउनु टिका पनि लगाउनु होइन दसैँ हो दसैँ विजय त्यही त हो नि टिका त्यो आशीर्वाद हो नलाउनु अरे हो आशीर्वाद पो त के भएको टोटा फुल तामाले पनि लाउँछ छोडिदियो नलाउनु हामी वच्ची पाखाना दिएको तिते खास दसैँको यो चाहिँ ह्याप्पी दसैँ ह्याप्पी दसैँ मेरो भदाइहरू मेरो नानाहरू नाना आइज यहाँ ब्याउ आइज 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 पानी खाने ल स्प्राइट खान्छ खान्छु गाइस हामीले चाहिँ खानासाना सबै खाइसक्यौँ अन्त चाहिँ अब चाहिँ दादाको बर्थडे छ समीप दादाको चाहिँ कतिजनाले चिन्नुहुन्छ होला होइन Happy birthday to you. Happy birthday to you. Happy birthday dear Samit Dada. Happy birthday to you. May God bless you. May God bless you. Happy birthday to you. Happy birthday to you. Happy Dasai सँगसँगै
जन्मदिनको धेरै धेरै शुभकामना। मेरो नेट चाहिँ कसले अफ गरिहालेको? जगमा छ बर्थडे ह्यापी बर्थडे विश माग्नु खोइ विश मागेको चाहिँ विश मागेको है विश बेल्नै मागे मैले ए मेरा मागिस अंकल आइलो भएको हैन कति खुसी भएर आएको छ नि त अङ्कललाई मार्दै अब आमा भीम र उहिले पाल्जा र भीमले हेरेको होइन दादा त शान्तिसँगले बसिरहेको छौ दादा दादा तिमी चाहिँ के आन्टी उठा न थ्याङ्क यू सबैजनालाई एकदम इट्स माई फर्स्ट टाइम एन्ड सरप्राइज पार्टी चाहिँ भएर बेलुका होटल ओभरामा भन्छु ल। हो र उयो दुइटालाई पनि खुवाइदिइहाल्नु त हेरेको छ र उयो पनि आइपुगेछ दुईजना सरी यिनीहरु का प्रसङ्गले उठायो ओइ डाइस खेल्दै थियो अघि दिन कति लु, कल आगर। थियो आ मैले काटेँ सासिङ किन बाहिर भित्र खोइ आनी आसेङलाई खुवाइदिउँ न दा हाउ यु फिलिङ तपाईँलाई केक काटेर कस्तो लाग्यो खुसी छ या आइ एम गुड कति खुसी छ भन्नु त लु यति आज तपाईँ के भन्न आँटेको थियो तपाईँको विश सबै पुरा होस् होइन तपाईँले सोचेको सम्झेको सबै पुरा होस् तपाईँको लाइफमा थ्याङ्क यू त्यही भन्छु अन्त ह्याप्पी दसैँ रु भन्न हाम्रो बहिनीको भ्लग सबैले हेर्नु होला लाइक गर्नु होला सब्सक्राइब गर्नु होला होइन पैसा हेर्छु नि झालमुरी किनिन्छ अरे ओके गाइस बाई बाई आजको चाहिँ मेरो भ्लग यति नै हो होइन अनि तपाईँलाई मेरो भ्लग कस्तो लाग्यो लाइक सेयर कमेन्ट गर्नु नबिर्सिनु होला बाई बाई तपाईँहरू सबैलाई वान सेकेन्ड ह्याप्पी दसेरा बाई बाई गाइस नेक्स्ट भ्लगमा भेटौँ